नमस्ते सबैजनालाई। आज यसो घुम्नु गएको हेर्नुहोस् न, जाम भएर आम्मामा कस्तो जाम हुन्छ सिमानामा, पुरा जाम हुन्छ सिमानामा। अन्त बहुत टाइम लाग्छ मिरिक जानु। यसो भिडियोहरू हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, मलाई पनि सपोर्ट गरिदिनुहोस् है साथीहरू। हेर्दै जानुहोस्, यस्तो छ जाम। पुरा जाम, पशुपतितिर पनि पुरा जाम, सिमानातिर पुरा जाम हुन्छ हो। अहिले त सिजनले गर्दा होला पुरा जाम हुन्छ साथीहरू। 2 घन्टा लाग्नेमा 3-4 घन्टा लाग्छ अन्त जामले गर्दा। हेरिदिँदा गर्नुहोस् है साथीहरू भिडियोहरू। आराम से घूम के आए नेपाल जाके, टाइम बहुत है। लु पशुपतिमा आइपुग्यो साथीहरू हामी। अब यहाँ हुन्छ जाम तलतिर, अन्त जाम हुँदैन यहाँ पनि। पुरा गेस्टहरूले गर्दा गाडी ल्याउँछ प्राइभेट, अन्त पुरा भिड हुन्छ हौ पशुपतितिर। पशुपति आइपुगे हामी साथीहरू। पशुपति ओह्राल छिरे हामी जाँदैछौँ साथी। यसो भ्यूहरू हेर्दै गाडीमै गल्छ। अन्त यस्तो लामो लाग्छ जामले गर्दा। 2 घन्टा हुनेमा 3 घन्टा 4 घन्टा लाग्छ अन्त मिरिक पुग्नु त। अन्त पुरा जाम हुन्छ। के राम्रो राम्रो रहेछ चियाबारीहरू यहाँ, मजाको छ है घुम्ने जग्गाहरू मिरिकतिर पनि। यसो आइदिनुहोस् होला सबैजना। मिरिक आइपुगे बाइपास हामी त। मिरिक छिर्यौँ, मिरिक आइपुग्यो बल्ल। बहुत टाइम लाग्यो आम्मामा जामले गर्दा। बाइपास छिरे मिरिक बजार पुग्न आँट्यो। भिडियोहरू हेरिदिनुहोस् है, लाइकहरू गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। हामीलाई बल्ल आइपुग्यो आम्मा मिरिक बजार आइपुग्यौँ। यहाँ पर त ओखटी गाडी राख्छ, ओखटी जाने गाडीहरू यहाँ पाउँछ। बजार छिर्यौँ है हामी साथीहरू। हेरिदिँदा गर्नुहोस्, कमेन्टहरू गरिदिनुहोस्, हेरिदिनु मन धन्यवाद।